यहाँ त गोल गोल घुमेर के खेल्दैछन् क्या हो, माछाको खेल हुँदैछ जस्तो छ। हेलो एभ्रिवान, गुड मर्निङ एन्ड नमस्ते, वेलकम ब्याक टु माई न्यू भिडियो। आई होप हजुरहरू सबैजना सन्चै आरामै हुनुहुन्छ होला भन्ने आशाको साथमा नयाँ भिडियो स्टार्ट गरिरहेकी छु। म समीरा कडेल अनि यो भिडियो चाहिँ आज अचानक स्टार्ट गरिरहेकी छु किनकि हामी चाहिँ ताराखोलादेखि बाग्लुङ जाँदै थियौँ र यात्राको क्रममा बाटोमा निर्माणको कार्य हुँदै रहेछ अनि निर्माण कार्यले गर्दाखेरि हाम्रो गाडी चाहिँ केही समयको लागि अवरुद्ध हुने भयो। त्यो समयलाई सदुपयोग गर्दै हामी चाहिँ नजिकै रहेको माछा फार्म अवलोकन गर्नका लागि जाँदैछौँ। अनि यो माछा फार्म त धेरै पहिले नै बनेको हो, तर धेरै पहिले नै खुलाइएको हो, तर त्यो माछा फार्म अवलोकन गर्ने नजिकैबाट अवलोकन गर्ने अवसर मैले पाएकी थिइनँ। अनि आज चाहिँ गाडी अवरुद्ध हुँदा केही समयको लागि गाडी अवरुद्ध हुँदा त्यही समयलाई सदुपयोग गर्दै माछा फार्म अवलोकन गर्न जाँदैछु। म सँगसँगै हजुरहरूलाई पनि अवलोकन गराउँछु है त। आँखा गयो मेरो त सबैभन्दा पहिला ठुल्ठुलो रहेछ नि त माछा पाउनु उता पनि उताको फरक यताको फरक खालको माछा रहेछ होइन। एकै ठाउँमा कति धेरै रहेछ यता त यहाँ त। हेर न कस्तो गोली माछा दाना दिन्छ भनेर। दाना साना छैन, दाना साना छैन। जति त आयो झन् धेरै छ नै यता त। उहाँ लड्न लाग्यो माछा। एक पटकका माछा रहेछन्।
दाना दिन आयो भने त होला गरे जता जता गयो जता जता कराउँछ त्यति त्यति दुख गर्छन् का परदेखि ओरसम्म थुप्रै रहेछ माछा खान हेर्न मन थियो कहिले आउने मौका मिलेको थिएन ठ्याक्कै आज आउने मौका मिल्यो अनि माछा कुन प्रजातिको भन्ने पनि थाहा छैन हेरियो अवलोकन गरियो मात्रै रमाइलो लाग्यो माछा फार्म भिजिट गरेर कस्तो आनन्द मिल्ने छुट्टै खालको आनन्द मिल्ने माछाहरू तैरेको देख्दाखेरि यहाँ त गोल गोल घुमेर के खेल्दैछन् क्या हो माछाको खेल हुँदैछ जस्तो छ गोलो घुमेको क्या हेर्न खेलेको जस्तो खेल खेले जस्तो अलैँची सुकेको अवस्था उतातिर झन् ठुल्ठुला छन् उता उता ल गयौँ हामी चाहिँ हाम्रो गाडी बाटो खोलिसक्यो माछा फार्म भिजिट गर्न पाउँदा मलाई त एकदमै धेरै खुसी लाग्यो हजुरहरूलाई भिडियो हेरेर के कस्तो लाग्यो कमेन्ट मार्फत आफ्नो प्रतिक्रिया प्रस्तुत गर्नुहोला थ्याङ्क्स फर वाचिङ